साथीहरु तपाईहरुको लागि म एउटा इम्पोर्टेन्ट भिडियो लिएर आएको छु डाटाको बारेमा। पहिला के हुन्थ्यो हाम्रो डाटा प्याक सिधेपछि एनसेल को सिम हो एनटीसी को सिम होस् जुनसुकै सिम होस् हाम्रो डाटा प्याक सिधेपछि हाम्रो मेन ब्यालेन्सबाट पैसा काट्थ्यो। तर अहिले नेपाल सरकारले एउटा सिस्टम लिएर आएछ डाटा प्याक सिधेपछि हाम्रो मेन ब्यालेन्सबाट पैसा कट्दैन। त त्यो सिस्टम एक्टिभेट गर्नुपर्छ। त्यो सिस्टम कसरी एक्टिभेट गर्ने तपाई यो भिडियो हेर्नु अनि भिडियो हेरेर तपाई आफ्नो मोबाइलमा नम्बर डायल गरेर सिस्टम एक्टिभेट गर्न सक्नुहुन्छ। त के गर्ने सबभन्दा पहिले मोबाइलको कलिङ बटन ओपन गर्ने कलिङ गर्ने सिस्टम ओपन गर्ने अनि यसमा लेख्ने *90005 अनि त्यसपछि स्टार अनि 5 अनि स्टार अनि 2 अनि लास्टमा H *90005 स्टार 5 स्टार 2H लेखेर अनि त्यसपछि ओके को बटन थिच्दिने अनि थिचेपछि तपाईको मेसेज आउँछ यु हेभ सक्सेसफुली ब्लकेड डाटा युजेज थ्रु मेन ब्यालेन्स। अनि तपाईहरुको यस्तो सक्सेसफुल मेसेज आयो भने तपाईको जुन डाटा प्याक सिधेको हुन्छ अनि पैसा मेन ब्यालेन्सबाट कट्छ अनि त्यो सिस्टम एक्टिभेट हुन्छ। अनि त्यसपछि तपाई जति आफ्नो डाटा युज गर्नु अनि डाटाको प्याक सिधेपछि मेन ब्यालेन्सबाट पैसा कट्दैन। त यो सिस्टम आजै नै तपाईहरु एक्टिभेट गरिलिनु। धेरै युजफुल भिडियो हो। भिडियोलाई लाइक गर्नु र अरु जानकारीहरुको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला।